ल आहानाको भिडियो सुरु गरेछ बाबाले। आहाना चाहिँ अब आज जाँदैछ हैन। ल आहानालाई चाहिँ हामी आज अब काप्ताबाट घरबाट निस्क्यौँ। यता चाहिँ आहानाको मम्मी यता हैन मम्मी। ओके ल हैन ल हैन अच्छा हामी बस्ने यो घर यस्तो छ। यता ग्रिल गर्ने ठाउँ छ। त्यो अङ्गुर हेर्नु न अङ्गुर कति राम्रो हो यो अङ्गुर एउटा राम्रै फलेछ। यो अङ्गुरको चाहिँ तपाईँको यो ठाउँमा चाहिँ स्पेसली वाइन बनाउँदो रहेछ वाइन। यता छ मेरो बुढी छोरी यता छ बुढी र छोरी फोटो दिने अन्त अहिले भने चाहिँ अलिक शीतलको महसुस भयो है हल्का बाटो घरहरू बलियो छन् सबै। सानोले फेरि मुस्के गरेको हेर न आज बाबालाई गरेको छ। मेरो बुढी म छु तपाईँको काप्ताक एरियाको ठाउँहरू हो। यहाँबाट चाहिँ तपाईँ कहाँ जानुहुन्छ बस सस लाग्छ। हामी जता छौँ बुढी यता छौँ यता मार्केट छ है इलाका हेर्नुहोस्। यहाँबाट चाहिँ तपाईँ कहाँ जाने त्यो ठाउँको चाहिँ काप्ता बस सस लाग्छ। रेस्टुरेन्टहरू छ यताउता त्यो पुरै हार्बर एरिया। तपाईँको चाहिँ टुर प्याकेजहरू थुप्रै हुन्छ यहाँ यस्तो। यो चाहिँ यो ल हेर्नुहोस् यहाँको यो राम्रो छ यो सिनहरू हेर्नु त। ल हेर्नुहोस् त यति राम्रो छ यो ठाउँहरू यति बवाल छ। पुरै छोडिदिनुहोस् पुरै पानी हेर्नुहुन्छ भने पानी अहिले यहाँ अलिकति फोहोर हो। यति निलो सफा पानी छ यहाँ त अब धेरै उ भएर हो यस्तो पानी। मैले पानी पनि तपाईँको चाहिँ रङ लागेको होला भन्ने सोचेको थिएँ कि घामले टल्केर। उता हाम्रो फिनल्यान्डतिर चाहिँ घामले टल्केर निलो कालो निलो हुन्छ। यो चाहिँ हरियो टाइपको चाहिँ एकदम हरियो टाइपको छ। यो चाहिँ एकदम बब्बाल ऊ यस्तो ए आहाना छोरी बोट हेरेछ ऊ छोरीले पुरै के रहेछ अचम्म भइरहेछ। यो भुराहरूले माछा मार्ने ठाउँ माछै देखिँदो रहेछ। अनि भुराले त्यहीँ माछा ऊ त्यसरी बल्छी फेलाएछ माछा जान्छ त्यहीँ। ए माछै देखिँदो रहेछ त्यहाँ हेर त। Oh my god, macha. How many fish did you get? You get fish? No. There is big fish. Oh my god, here are the fish. Who? They have? Who? Hey. Itu राम्रो ठाउँ यो छ। बुढी यता छिन् यो पुरै काप्ताको एरिया। तपाईँको धेरै हिँड्दै गर न छोरीलाई जस पसिना आयो हेर्नु त। यस्तो ठाउँहरू छ यहाँ यो पुरै सिनहरू हो तपाईँको। यो यताले यो चाहिँ यो काप्ताको हार्बर एरिया देख्न सक्नुहुन्छ। यो सानो बोटहरू पौडी खेल्ने स्विमिङ गर्ने देख्नुहुन्छ इत्यादि एकदमै राम्रो। हामी पनि अब एकछिनमा यहीँ काप्ताकबाट चाहिँ तपाईँको दुबबाट निकै जान्छौँ 45 मिनटमा। यो चाहिँ यहाँको सिन हो। अनि यहीँबाट चाहिँ टिकट काट्यो है। यो यस्तो छ यहाँको सिनहरू। यो चाहिँ यहाँको चाहिँ सिटी वाक भनौँ न रोड साइडको यस्तो छ। पाम ट्रीहरू राम्रो छ। हामी चाहिँ यसो जाने हो यो छ। मेरो बुढी र छोरी चाहिँ यहाँ छिन् छुट्टै भयो। यता यो तपाईँको यो छुट्टै हिजो आएको ट्रिपहरू मजाले चाहिँ
राम्रो मनमोहक दृश्य देखिने ठाउँहरू हो यो काप्ताक एरियाको है। हामी चाहिँ अब बोटमा जानको लागि चाहिँ ल्याइदिएर रेडी छौँ। हामी बोटमा हामी चाहिँ यहाँ छौँ। यो छ यो काप्ताक एरिया। यसको फिसहरू चाहिँ यति नजिकै छ, हेर्नुहोस् त पानीहरू। ओ माई गड, यस्तो सफा छ यो ठाउँ। खोला चाहिँ है फेरि अरू त उस्तै हो, अरू त उस्तै हो। छोरी ए बुढीलाई झुलुङ्गे भएछ, ए झुलुङ्गे भएछ छोरीलाई। ल अहिले चाहिँ हामी यो काप्ताकबाट चाहिँ निस्क्यौँ। मेरो बुढी त छिन् हो यस्तो छ, यता छ बुढी त छिन्। ल हेर्नु त्यो सिटी कति राम्रो छ। पानी हेर त कतिले। ओ माई गड, सिन कति राम्रो। ओ माई गड, कति मजा। पानी हेर्नु यति निलो छ कि यो पानी होइन, लास्टै निलो कि यो पानी माथिदेखि यो खोइ के खाले पानी हो यस्तो। हेर्नुहोस् यहाँको सिन। पैडल बेल्लै पहिला बेला रानी पोखरीमा थियो नि हाम्रो सानो नेपालमा, त्यस्तो बेलुनमा उड्ने आकाशमा बोटमा जाने यो बिच। तिमीले हिजो बुढा जाम बाटो छ भन्थ्यौ नि, यही तल आउने ठाउँ हो हुन चाहिँ। यो यहाँको फेमस बिच हो क्या। देख्यौ यो पुरै वाक हिँड्न मिल्छ क्या यो, सही छ नि। चाहिँ मान्छे वेट गरेर मान्छे हाल्दै जाने हो, खत्रै लाग्यो। यो चाहिँ अहिले हामी यो बोटबाट चाहिँ काप्ताक हुँदै डुबोरनी जाने यो पानी जहाजमा माथि देखेको यो पहाड त्यो माथिको बाटो त्यहाँबाट चाहिँ बोटबाट जान मिल्छ। हामी चाहिँ यता बोटबाट जाने भनेर बोटबाट आयौँ। 45 मिनट जस्तै लाग्ने रहेछ, अझै आइपुगेको छैन। यो अगाडि देखेको दृश्य चाहिँ
यही हो यो डुवर्निकको मेन स्टेसन भनेको यही हो यसको यहाँको चाहिँ देख्न सक्नुहुनेछ मैले चाहिँ यो तपाईँहरूलाई भिडियो बनाउने कोसिस गरेर देखाइरहेको छु हेर्नु होला होइन यो अति नै राम्रो ठाउँ छ ओ माथिबाट चाहिँ त्यहाँ त केबल कार पनि छ सायद केबल कार पनि चढिन्छ कि त हामी हेरौँ आशा छ हजुरहरूले यो भिडियो हेरेर मन पराइदिनु हुनेछ र हजुरहरूसँग केही प्रतिक्रिया छ भने पनि छोड्नु होला र हजुरहरूलाई नयाँ नयाँ भिडियो फेरि हेर्नु मन छ भने च्यानल सब्सक्राइब गर्नु होला यो हाम्रो च्यानललाई हस्त धन्यवाद।